नमस्ते साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो नयाँ ब्लगमा। सधैँ त म अरू नयाँ ठाउँ घुम्न जान्थे, तर आजको यो यात्रा मेरो लागि एकदमै विशेष छ, किनभने आज म र मेरो दिदीहरू बाङ्गेश्वर र स्याङ्जा जाँदैछौँ। सहरको यो दौडधुपबाट टाढा आफ्नै गाउँको माटो, स्वच्छ हावा र दिदीहरूको साथ यात्रा त बब्बाल हुनेवाला छ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने अहिले नै सब्सक्राइब गरिहाल्नु है। हामी भने आज भिमातको बाटो हुँदै स्याङ्जा जानेछौँ। मेरो यो ब्लग भने अलि लङ नै हुनेछ, किनकि मेरो युट्युब परिवार विभिन्न ठाउँहरूबाट हुनुहुन्छ। त्यसैले सबै बाटो खिच्दै यहाँ आइपुग्यो भनेर उहाँहरूलाई अपडेट राखिदिउँ भने उहाँहरू घुम्न आउँदा सजिलो हुने पनि विश्वस्त छु। मेरो यो लामो भिडियोमा बोल्ने पहिलो प्रयास गरेकी छु। आई होप तपाईहरूले अन्तिमसम्म भिडियो हेरेर साथ दिनुहुनेछ। अहिले हामी राते पहाड आइपुग्यौँ, जहाँ तल्लो बाटोबाट रगु, बडरभन्ज्याङ, रामपुर र माथिल्लो बाटोमा भने खुदेपानी, चित्रेभान्ज्याङ छुट्टिन्छ। हामी भने माथिल्लो बाटो लागे मैले। हामीलाई भने हाम्रो गन्तव्यसम्म पुग्नको लागि 1-1.5 घन्टा लाग्ने हुनाले अब भ्यू हेर्दै जाउँ है त। यो बाटो भेटेपछि मलाई एउटा याद आयो कि एकदम मलाई डर लाग्ने ठाउँ हो क्या यो, किनभने म यहाँ लडेको थिएँ। अहिले त यस्तो दामी बनाइदिनु भइरहेछ। मलाई हरेक ठाउँ, दृश्य, बाटो जे देखे पनि खिच्न मनपर्ने हुनाले एभ्री डिटेल खिच्दै हिँडेछु र हरेक ठाउँहरूलाई समेट्दै स्क्रिनमा लेख्ने प्रयास पनि गरेकी छु। सिधै हो त्यहाँ त पिचबाट हिँड्नु कि झरम झरम त्यहाँ त सक्छ होला कि यता उताबाट हो त्यहाँ त छैन क्या। हामी यो सुन्दर बाटो अघि बढ्दा यो विशेष ठाउँमा पानी आउँदा चाहिँ यात्रा अलि च्यालेन्जिङ हुन्छ। यहाँ बारम्बार पहिरो गइराख्ने डर हुने भएकोले यो स्टेज पार गर्न अलिक गाह्रो हुने गर्छ। यो ठाउँमा चाहिँ ड्राइभिङ गर्दा होस राख्न एकदम जरुरी छ। तपाईलाई अर्को राउट भानुमती हुँदै स्याङ्जा निस्किन पनि सक्नुहुनेछ। ना घरे त बेबी कहाँ भएको बेबी
गाले दई के वायरिङ गर्दा के ए हेलो त्यता पनि आएर छ अन्त नि वायरिङ गर्दा बाबु यहाँ राख्छौँ हामी चाहिँ हिँडेर जाने हो हामी चाहिँ भागी 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 गर्ने हामी भागी 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 गर्ने हो नानीहरू जानु भइसक्यो है थिएन हो नानीहरू त जानुभयो हामी त मामु मामु बुम्बुम जानु भइसक्यो बाङ्गेश्वर जाँदै हो यो बाटो त के यस्तो अप्रो चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दैछौँ मेरो बाबु पनि हिँडेको छ है बाबु त हिँड्नै मान्दैन है सानो हाम्रो घर आयो हेर त हाम्रो घर हो कि होइन सानो घरको भित्र गयो मान्छे के सानो त हेर्नुहोस् त कहाँ जाने बाबु बाबु ए यताको बाटो हरिको रुख त छ त हरिको घरको बाटो आइदियो मान्छे कि म त अस्ति के काल्ने हो रे त्यो मैले अस्ति यो भित्रबाट पसेको मान्छे हजुर फेरि यताबाट आउनु रहेछ कि कता हो त अब जाने यति हो जस्तो लाग्छ कि हुँदैन तपाईँको बाटो यता के त बाटो तल झर्ने बाटो यही हो उता तल झर्ने चौतारीनिर झर्ने बाटो आउनु बिर्सी भ्या अस्ति नै झर्न त झरेको
आया त टिपेर दिदीको उसमा राखिदिनु टिप्नु नदेखेको जति कोही गएन मैले देखेको छैन आहा नटिपेको त होला है थुप्रै छ त यता त टिपौँ न भन्छ र हुँदो रहेछ कि है यता नि हाम्रो आमा घर चाहिँ तलतिर नि हो देखेँ बाबु मुनि कतिवटा छ सानो त्यो हो त छ है यता हेर्नुहोस् त देखाउनु खै के टिप्नु हो खै Oh my god, happy birthday. No. Lala. Have you done your typical last कुरेर बसेर रहेछ भाइ लक्ष्मी जाम आउनु त दिनु दिदी म लिन्छु दिदी म लिन्छु एक दिन बस्नु पर्दैन के दिदी त्यो अघि त्यही माथि त्यही हजुर यहाँ पनि टिप्नु अहिले सन्चो भए भन्नुभएको थियो कि यहीँ हो नि यही हो बाटो त नि यही बाटो हो र होइन होला लक्ष्मी हो यो तलको बाटो गयो मान्छे त रोची नै दिइहाल्यो हो क्या आइपुग्योमै हामी त कुन हो र घर त्यो माथिको खै दिदी यो भिडियोको यसमा त होइन कि लक्ष्मीको मोबाइल हो कि नमस्ते बाबा नमस्ते आमा लैजान्न हाम्रो घरको छ नानी छाना केमा उस थियो त पहिला त करेली हाल्यो के झाँक्रा गाड्ने छ बार बार त नि यसरी त्यो बार बार न त्यहाँ फेरि गति गति यहाँ हसिना कोस्ती भोइसी र बाख्रा हेर्नु खोजेछ के साथ भयो दिदी अब भोक लाग्यो होला अब भात खाने है हुन्छ मासु होला चाहिँ लास्ट विकेट मात्रै कुकर मान्छ पोखरी मान्छ धेरै नै यो बडाको भ्याबा मास्टर जाने आउनु त्यता भ्याबा मास्टर जाने आउनु
आँखाको ज्यानलाई यसरी टिपेर मारेर खानु परेको छ। यसरी कट्नुपर्छ, देखिस्? यसरी कटेर खोजेर मात्रै त्यहाँनिर निहुरी पाउँछस्। खेती गरे गरे यस्तो हुन्छ होइन कि खेती गरे गरे यस्तो हुन्छ भने त फुल्न होला ल। ओ माई गड तपाईँले मेरो हातमा यति फेला पारेकी छु। खर्च गर्नुहुन्छ अब त्यस्तै ठिक हुन्छ। यो कस्तो राम्रो लाग्यो कि भाइ। उता त बिमातिर त जङ्गल खोज्नु जानुपर्छ त है। यता चिसो हुन्छ नि त। टिप्नु है हजुर यता बारी आउँदा हेर न कति मजा छ है। कस्तो लागिरहेको छ लक्ष्मी? एकदम रमाइलो ठाउँ टिप्दै कति छाक पुऱ्याउने हो। चार्जर चाहिँ सी टाइप हो। आइफोन 15 अनि यस्तै सी टाइप न्युरो खोजेर आएर बसेका मान्छेहरू नाकमा त नाल है फेरि कस्तो राम्रो आहा। सानो मान्छे त खेलेछ। थुप्रै झरेछ नि भुइँमा कति बेर गरेको भयो। अरू बाह्रको सानो रहेछ यहाँ रहेछ अझै रहेछ अझै हो रहेछ। योवाला लैजानु पर्यो भयो भने अरूबाट त खासै छैन है। बुढो भएको खै कहाँ खै कहाँ। ओ माई गड है कति टिप्नु भयो है। ओ माई गड आज त निहुरी नै टिपेरै जान्छ कि निहुरी खाएर छेर है। अनि हुन त यो जग्गालाई त औषधि हुन्छ कि औषधि हुन्छ।
मैले नि पाएँ कालो निहुरी कस्तो चाहिँ कालो यो कति हो कि यता है त जङ्गलैभरि पुग्नु हुन्छ रहेछ सानो चल्ने नटिपेर कति मजाले पला खाएर त नटिप्ने लक्ष्मीले कति काले 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 भन्छ झन् त्यस्तै त्यस्तै रहेछ हेर न कस्तो है पहिला पहिला यो फुल रोप्दाखेरि त फालिन्थ्यो कि अहिले चाहिँ बिउ लिएर जानु पर्ला जस्तो छ निगालो निगालो माया निगालो निगालो कति साल भएको है तल्लोबारीमा पुगिने तल्लोबारीमा पुगिने अब कालीबुरी थियो हो कति ठुलो लक्ष्मीले डराएको थियो नि साँच्चै त्यत्रो त्यत्रो निस्क्यो रहेछ त्यहाँनिर रहेछ दिदी अन्त यहाँ ऐसालेको बुट्टा छ ऊ यहाँनिर हेर्नु यहाँनिर त्यस्तै कालो देख्नु भयो यो रुखनिर म तलपट्टि हो नि त दुईवटा हो त्यसकै सिधापट्टि तलपट्टि हो नि यस्तै पसेर पनि टिपी छिन् है आयो मेरो कपालले देखाइदिनु खै यहाँ पनि छ यहाँ ट्याङ्की लगेर है त्यसरी पानी सही हो है सही हो पानीको लागि चाहिँ हजुर यता छैन अब होतैको स्टेपमा जाने दिदी त्यता छ हो निहुरी टिपेर आएको मान्छे कति ल्याउनु भयो एक झोला खानु नानीहरूलाई नि भिमाट बजारमा भिमाट कति ल्याउनु 500 रुपियाँ मुठा 500 रुपियाँ मुठा दियो नानीले राखिदियो अहिले त तान्दियो ए काट्दिएको हो अहिले लाताले हानिन्छ त्यसले हाल्ने ए त्यो तिनवटा रहेछ है काले काले नसुना थाहा रहेछ क्या बाटो ए निगुरी एउटा निगुरो कता होला त्यता हो र यहाँबाट जन्मिन्छ ए मैले हेर्नु पर्यो यता टुप्पा टुप्पा कति ठुल्ठुलो आलु बाख्रा आमा हेर्न आएको यहाँ आरो टिप्न गुर्जा पानीमा आरो टिप्न हिँड्नु है अनि त्यही तल त छ नि एउटा आलु बाख्रा के जानु नि त हजुर उतापट्टिको लाइनमा जानु आलु बाख्रा टिप्न हिँड्ने योद्धाहरू यत्रो लौरा लिएर है अघिँदै छैन भएछ अघिँदै छैन दिदी अरू रुखै छोडेर टिप्छु मान्छे के भने होला जस्तो दिदी त झट्टर ए दिदी त ल उनीहरू रहेछ क्या रुख मात्रै हो क्या अच्छा लक्ष्मी मोबाइल ल्याउनु भयो झन् मैले त टिपेँ बाह्र झर्छ दिदी जम्मै तल झर्छ क्या हजुर
आरू बाखेर खाएको है गाइड मिठो छ यता रुख चढ्न लाम भयो है ए दिदी भाँचिन्छ कि नपर्नु यता हेर्नु यता हेर्नु यता हेर्नु दिला होइन के त्यही झटा ल्याउनु भएको होइन हान्नु के कता हो ए चढिन् गाँठे चढिन् नभेट्दो रहेछ तिम्रो राजा चाहिँ यहाँबाट ए चढिन् गाँठे चढिन् ओके नभेट्दो रहेछ त्यो घरमा टिप्न तम्सेको है नि आरू बाखेर टिप्न तम्से चाहिँ कता हो ए झन् भइबिया ए झन् भइबिया रहेछ दिदी त हल्लाको त ड्याङ ड्याङ यसरी हल्लाइ हुँदैछ उयो सर झर्छ कि दिदी झर्न त अमिलो हुन्छ भनेर मैले त नहल्लाम भने फेरि उसले हान्दा पनि त अहिले उस भइहाल्छ त हुँदैन कि छैन छ नि त अलिअलि मात्रै हान्नु छैन यो त्यत्तिकै पेसन फ्रुट भएको त्यही हो खै देखाउँदै त ए खै खाम त ल खै ट्राई गरौँ त ल खाइ फर्स्ट बाइट अबे कस्तो बारलाई उस्तो दिएछ यार बारलाई किरा जस्तो कस्तो छ गाई दामी अम्लो अम्लो खाउँदै तिमीले अझै बन्दै भयो तिमीले खाएको त मिठो हुँदो रहेछ अहिले नखाला नि दिदी ट्राई गर न बोको त हौ ल यी अर्को पनि मेरो पत्तामा मिठो है लाग्यो नौ मिठो मिठो गाई मिठो हुँदैछ सब कपडामा लाग्यो अर्कोचोटि फलाइ तिमी यहीँ फलायो अर्कोचोटि यता फर्काउ त दिदी मतिर खाने तिमीलाई चाहिँ कालो आइस आउँछ यतापट्टि आउनु ल दुईजनाले खाऊँ तपाईँलाई कस्तो लागेछ मिठो लागेछ आफै क्वेसन छ तपाईँलाई कस्तो लाग्नु भएछ मलाई त मिठो लाग्नु भएछ मिठो ल अरे आफ्नो मिठो लाग्नु भएछ त्यो झुन्डेको पनि हाम्रो लक्ष्मीले ऊ त्यहाँ झुन्डेर टिपेकी अनि हामीले खानुभएको कस्तो मिठो हुनुभएछ छ्या झुन नपर्छ मैले खाएछु नि त तँलाई कस्तो लाग्नु भएछ मिठो लागिरहेछ त्यो सुनामको त्यो उसले त कस्तो सेतो भूत जस्तै यो के उठेको कि माथि माथि मिठो हुँदो रहेछ है मैले फर्स्ट टाइम खाएको भाइ यो कि मैले फर्स्ट टाइम म दे त यति मात्रै रहेछ क्या है अब यो मैले भिडियो गर्दैन क्या हो छैन क्या हो के भयो भयो खै थाहै भएन त्यही भएर बहिनी के गरेको तिमीले त्यसरी त नधार न एउटा एउटा हेरेर धार न ए मलाई मज लाग्यो त ल ल ल जाँगर ल ए तान तान ल त्यसरी लक्ष्मी झार्ने हो त्यहाँनिर रहेछ लक्ष्मी टुप्पनी रहेछ हो 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 त्यो बिच हो त्यहाँनिर हो त टपमा देख्नु भयो हो त्यही ल भयो ल जाऊँ मिठो भयो दिदी लक्ष्मी भयो लक्ष्मी भयो कि त झर्ने त हो अहिले त तलको टिपम भनेर कि फेरि यहाँ रहेछ नि अरू बाख्राको रुख त दिदी लक्ष्मी दिदी निस्किएको तर चाहिँ हुन्न कि यो त फेरि अस्ति है मैले रोपेको त निस्किए झै मानेको थिएँ त्यसपछि त बाँचियो फेरि बाख्रा गुलियो हो नि त यार बाख्रा त गुलियो ह अहिले तल गयो टिपम है ल भयो ल जाऊँ कता यताबाट जाने कि कताबाट जाने बाख्राको त
के हो के पोल्यो मलाई त धन्न मैले भिडियो गरेर दिएर रहेछ नत्र लक्ष्मी त भिडियो भयो कि भन्ने थाहा नहुँदैछ लक्ष्मी चाहिँ रुख त रहेछ कि कि त यी खाल होइन कि एकछिन देख्न त देखेँ तर यसको उस छ कि छैन भनेर क्या जरा होइन कि दिदी यो अलिकति चाहिएको कि मलाई फेरि अब नआउँदो रहेछ गाँठे गाईचहरूले के डिस्कभर गर्दैछौ खै नटिपकै जे पाइ पाके हो कि उही पाके छैन गाँठे नटिप भाइ अनि के छामेर टिप न पाके हो कि गिलो गिलो भएको त पाके हो कि दिदी छैन कि नटिप गाई हुन्छ र खै देखाउँ त हुन्छ साँच्चै हो नटिपकै गाई यो त सानै छ कि पाकेकै छैन हो त्यसको हाँगाको यो यसको नाम के अरे लक्ष्मी यसको नाम हो प्यासन फ्रुट लरे आँप कस्तो लाग्यो तिमीहरूलाई खाँदा एकदम मिठो लाग्यो मलाई त मिठो लाग्यो मलाई त एकदम मिठो लाग्नु भएको अरे त तिमीलाई तँलाई कस्तो लाग्यो त मलाई पनि मिठो लाग्नु भयो रहेछ जरा होला नि दिदी हाँगा पर्दैन होला यो त सर्छ भन्छ हाँगा पनि हो र आमालाई उगाउनु पठाउनु पर्यो हेरौँ न एकचोटि पढ्नु न यहाँ छ कि यो हो र होइन कि दिदी काँचोहरू त अलिक उठै हुँदो रहेछ कि पाकेको गिलो गिलो हुँदो रहेछ सुन्नुभयो भयो म त माया लागेर बोलपछि खानु पाएन भने झन् झ्याउ पाकेको त गिलो गिलै हो कि दिदी अरू त काँचै हो ठुल्ठुलो हुन्छ कि उयो पाके छ जस्तो छ हो त्यो माथिपट्टि कस्तो दामी गिलो गिलो त उदैछ पाकेको है पाक्नु लाखा के नखाऊ अन्त भयो दिदी यो त काँचो कुन्दोस्न बोलाएको सामान पठाइदिनु भएको त्यो मिलनको दिदीले हो क्या खान नगरी होइन कि भोइको पनि न हेर्नुहोस् त कस्तो राम्रो है हरियो बाख्रा गाइस एउटा मात्रै अनि यसको त उसँग भएको रहेछ कि सुन जलासँग हेर न भयो भने उखालो क्या मात्र त हुँदैन ए आयो भाइ हुन्छ भन्नलाई हुन्छ कि भन्न आज हाम्रो फार्मबाट टिपेको ताजा ताजा आलु बाख्रा अनि हामी के हो आलु बाख्रा त फेरि झऱ्यो त यता कताबाट झऱ्यो के मैले त्यहाँ अड्केको देखेको थिएँ कि म टिप्छु भनेर के युट्युबमा के राम्रो जाम म खै ईसालाई खाना बोलाएको छु बिजन के त्यही मैले नि हिजो त्यही भनेको थिएँ भन्दै सम्झेको थिएँ मैले पनि यो सानोमा लैजानु होला कि ठुलोमा लैजानु होला है म त उयो मन परेको थियो कि एउटा चाहिँ लिनु पर्ला है फुल हो र यो हो तर होइन जस्तो लाग्यो मलाई के सेतो फुल छ के हो र एउटा मात्रै लिउँ है कि दुईवटा एउटा मात्रै ल्याउ पछि ऊ हुन्छ अन्त नि छरिन्छ होला केही ईसालाई एउटा दैनुपर्छ के अन्त दिदी
अलि ठ्याक्क ठ्याक्क स्यासानो लिइदिनु हुन्थ्यो कि है यहाँ रहेछ कि स्यासानो ठिक्क ठिक्ककै पुग्छ होला नि है 2-3टा कति हो म त यो यसले त फुल फुलेको त याद गरेन सकिन लक्ष्मी दिदी मोटो मोटो टिपे मात्रै हो किन होला यो मरेको आफै मैले टिपे अबे मेरो सल झऱ्यो आज मेरो फार्मबाट यस्तो यस्तो टिपेको छु क्या यहाँ त यता पो आएछ त लौको हो कि पहिला पनि भाँचेर खानु भइरहेछ क्या अन्त त्यसको त त्यसको पनि पहिला हुन्छ कि हेर त कति तम्सिका हुन् ल चोर्न भनेमा हामी कति उसले जित्थ्यौँ मलाई कति हँसाउँछन् भरे सिकाएको चोर्न लक्ष्मीले चोर्न सिकाएको भन्ने दुःख जति लक्ष्मीलाई लाउने ओइ आँपको बुट्टा त यहाँ रहेछ त है खै छैन फलेको ऊ अगाडि यहीँ अगाडि के हो यो ठुलो म आँप भनेर टेसन सिधै हेर्नु त हुँदो रहेछ म पनि टिप्नु पर्यो कस्तो मजाले एउटा हेर न है कलिलो म चाहिँ एकमुखी भयो 2टा 3टा बनिबनि हो 4टा आमा मैले जम्मा 5वटा टिपेछु है किन न कि यो पल्लो त पल्लाइहाल्छ हो ऊ चाहिँ आज त्यसको बोकी है यो चाहिँ लाउनुहोस् गऱ्यो जाम मैले पुदिना टिपे कति ठुलो रहेछ आमा पुदिना कत्रो हेर्नु न के सिकाउँछन् दिदीहरूले हेर त दिदीहरूले के सिकाइ मलाई दिदीको सप्रेको पा रहेछ कि टिपे नल बाख्रा टिपे लिएर उटी फुल लाने हो नानी त्यो फुल त्यस्तो केलीले हो त्यो झ्याउ नि त्यो यो हो होइन ऊ टल्तिर थुप्रा छ त्यो मैले कुटोले गाना यो फेरि आफ्नो सिजनमा मात्रै फुल्ने आफै निस्किने अब फुल्छ त्यहाँ फेरि अरू बेला नै हो वर्ष एकचोटि मात्रै एकचोटि मात्रै दिन्छ गरे त यसलाई लसुन छिट्ने गरे त्यहाँ यसको गाना त्यसमा तेलमा हाल्ने गरे यसलाई डुबाएर डल्ने गरे भनेर अस्ति उहाँको के अरे पारी गोडाराको नानी थियो क्या उसले लगेको बी पनि दबाई पनि भनेर सर्केको मर्केको ठाउँमा तर मैले त फुल फुलेको अलि याद गरेँ होइन कि यसको सेतो फुल्छ सेतोमा सेतो हुन्छ सर सम्हालिएको हुनु हजुर चस्मा खस्यो भनेर ए ल यहाँमा 2टै चस्मा बिगा त्यसले बाबा अर्को आँखा मात्र नदिने नदिने एउटा मात्र दिनु
टाउकोमा लाउने कि अझै आँखा लाउँछ लाउन त नलाउ सानो आँखामा नलाउ बाबु नमार्ने घाम खुम्की कसो गरे मम्मीले पठाएको यहाँ पोका बोकेमै हामी त ल पोका बोके ए सर ल्याइदिँदै हो त्यही अब जाने हामी है लेट्स गो बाई लक्ष्मी त पोका बोकेर हिँड्ने